आज अलिकति ढिला निस्केको दिदीलाई पनि पुर्याउन जानुपर्छ भनेर दिदी भान्जा भान्जीलाई ठिमी पुर्याउन गएको। ठिमी पुर्याउन गइसकेपछि त्यहाँबाट चाहिँ पान टिप जति गरेँ। पान टिप गरेर चाहिँ मैले त्यही 400-500 रुपियाँ जति कमाएको थिएँ। अनि लास्ट टिप चाहिँ तपाईँको नयाँ ठिमीबाट चाहिँ राधेको ढुङ्गाधारा भन्ने ठाउँमा लगिदिएको। लगिसकेपछि फर्किने क्रममा त त्यो मोबाइल राख्ने बाइकमा अड्काउने मोबाइल होल्डरबाट चाहिँ मोबाइलै झरेर चाहिँ बाटोमा खस्यो। खसिसकेपछि आफ्नै मोटरसाइकलको टायरले किचेर मोबाइलै फुट्यो भने यस्तो तनाव लाग्यो। अनि यसो हेरेको मोबाइल त पुरा चर्केर फुटिरहेको रहेछ। अनि मलाई त ला डिस्प्ले गयो क्या हो जस्तो लागेको थियो। डिस्प्ले गयो भने त दिनभरि कमाएको पैसाले पनि बनाउनलाई पैसा नपुग्ने भयो भने जस्तो मनमा खिन्न भएको थियो। अनि टेम्पर ग्लासमा त गयो हुन्थ्यो नि, डिस्प्ले चाहिँ केही नहोस् जस्तो लागेको थियो। अनि राधेमा आएर चाहिँ एउटा होलसेलमा म पहिला पनि त्यहाँ मोबाइल बनाउँथेँ, साथीले चिनाइदिएको हो। अनि त्यहाँ गएर चाहिँ मोबाइल खोइ यो टेम्पर ग्लास गएको एकचोटि फेरिदिनु त भनेर भनिदिएँ मैले आफै होइन। अनि यसो हेऱ्यो टेम्पर ग्लास गएको हो, यो केही फरक पर्दैन भन्नुभयो। अनि उहाँले चाहिँ यसो निकालेर हेर्दाखेरि चाहिँ टेम्पर ग्लासमा त फुटेको रहेछ, डिस्प्ले केही भएको छैन रहेछ। अनि मनमा चाहिँ थ्याङ्क गड, ओहो टेम्पर ग्लास मात्र गयो, एकदमै राम्रो भयो, डिस्प्ले चाहिँ गएन भन्ने जस्तो मनमा फिल भयो। अनि टेम्पर ग्लास फेरेँ, 100 रुपियाँ लिनुभयो, मैले 100 रुपियाँ दिएँ। कुन चाहिँ फेर्ने भन्दै हुनुहुन्थ्यो, सस्तो खालको फेर्ने भने। अनि टेम्पर ग्लास फेरिसकेपछि चाहिँ मोटरसाइकल पनि स्टार्ट बन्द भएको भइ गर्ने है। अस्ति भर्खरै कार्बोरेटर बिग्रियो, सफा गर्नुपर्छ भनेको भएर 600-700 रुपियाँ खर्च गरेर कार्बोरेटर सफा गरेको। फेरि 5-6 दिनपछि जस्ताको तस्तै स्टार्ट बन्द भएको भइ गरेको भएर चाहिँ मोबाइल पनि फुटेको। अनि मोटरसाइकल पनि स्टार्ट बन्द भएको भइ गरेको भएर चाहिँ अनि घरतिरै जान्छु, पानी पनि पर्ला जस्तो छ भनेर म त घरतिर फर्केँ। अनि अब पेट्रोल हाल्नु पर्ला, पेट्रोल पनि सकिएको छ भनेर यसो विचार गरेको। अब मोटरसाइकल सर्भिसिङ गर्ने भइसकेपछि पेट्रोल किन हाल्नु, फेरि तपाईँको मोटरसाइकल सर्भिसिङ गर्दाखेरि पेट्रोल छ भने फेरि त्यो सर्भिसिङ गर्नेले अलिअलि निकालिहाल्छ भनेर बरु तेलै नभए पनि ठिकै हुन्छ, अहिले म पेट्रोल पम्पमा पेट्रोल हाल्दिनँ भनेर विचार गरेँ। नत्र भने यो पुलको छेउमै ठ्याक्कै पेट्रोल पम्प थियो, मैले चाहिँ यहीँ पनि राख्थेँ बेला बेलामा, यो दाहिने साइडमा छ। अनि अब म पेट्रोल हाल्दिनँ भनेर बरु घरतिरै जान्छु, एक निन्द्रा सुत्छु। अनि त्यसपछि बाइकलाई स्कुटरलाई सर्भिसिङ गर्छु भनेर म चाहिँ घरतिरै फर्केँ। स्कुटर पनि एकदमै बिग्रिराख्ने के, लास्टै तनाव लाग्ने भने बनाउँदा दिक्क लाग्छ कहिलेकाहीँ त। अब त्यही पनि अब के गर्नु, अब गर्नै पर्यो है। म चाहिँ घरतिर लागेँ साथीहरू, आज पठाऊ त्यति टिप गरिएन। आजलाई यति नै, पछि फेरि नयाँ भिडियो बनाएर पोस्ट गर्नेछु भन्दै बिदा हुन चाहन्छु। जय राष्ट्र, जय बालकुमारी, जय भैरवनाथ, सबैको रक्षा गरून्, जय भगवान्।